नेपाल शान्त हिमालले घेरिएको तर भित्रभित्रै परिवर्तनको आधी चलिरहेको देश। विक्रम सम्वत 1990तिरको समय देशमा राणा शासनको कठोर शासन चलिरहेको थियो। जनताको आवाज दबिएको थियो तर मनहरूमा स्वतन्त्रताको आगो बलिरहेको थियो। काठमाडौँको एक सानो गल्लीमा बस्ने थियो आर्यन। उमेरले जवान तर सोचले धेरै अगाडि। उसको सपना थियो स्वतन्त्र नेपाल। तर त्यो सपना भन्दा गहिरो एउटा कुरा थियो, उसको मन जसले अझै कसैलाई भेटेको थिएन। एक दिन बिहानको सुनौलो घामसँगै आर्यन पशुपतिनाथ मन्दिर पुगेको थियो। त्यो ठाउँ जहाँ मानिसहरू आफ्नो दुःख र आशा दुवै लिएर आउँछन्। त्यही बागमती किनारमा उसले पहिलो पटक उसलाई देख्यो। माया, साधारण लुगा, कपाल हल्का बाँधिएको तर अनुहारमा एउटा अचम्मको शान्ति। उसले पानीमा फोल छोड्दै थिए जस्तो लाग्थ्यो उसले आफ्नो कुनै गहिरो पीडा बगाइरहेकी छ। आर्यन केही बेर टोलाएर हेर्दै रह्यो। त्यो केवल आकर्षण थिएन, त्यो केही गहिरो थियो जसलाई शब्दले बयान गर्न सकिँदैन। अर्को दिन पनि आर्यन त्यही ठाउँ गयो र फेरि माया त्यही थिए। यसपटक आर्यनले हिम्मत गर्यो। तिमी हरेक दिन यहाँ आउँछौ? उसले सोध्यो। मायाले हल्का मुस्कुराउँदै भने, मान्छे जहाँ मन शान्त हुन्छ त्यही बारम्बार आउँछ। त्यो उत्तरले आर्यनलाई छोयो। बिस्तारै उनीहरूको कुरा बढ्न थाल्यो। साधारण कुराहरू, जीवन, गाउँ र सपना। माया गाउँबाट आएकी थिए। उसको परिवार साधारण थियो तर उसको सोच असाधारण। तर समय सजिलो थिएन। देशमा आन्दोलनको आवाज बढ्दै थियो। त्यो थियो प्रजातन्त्र आन्दोलन 2007को सुरुवात। आर्यन त्यो आन्दोलनमा तानिँदै गयो। माया डराउँथे। यदि तिमीलाई केही भयो भने? उसले एक दिन सोधी। आर्यन मुस्कुरायो। देशको लागि केही गुमाउनु परे पनि तिमीलाई गुमाउन चाहन्न। त्यो दिन उनीहरू बीचको सम्बन्ध साधारण चिन्जानबाट गहिरो प्रेममा बदलियो।